यिनीहरूमा त ठुलो बोर्डमा त 8 मिनेट हो, त्यो आइपिएम लगाएकोमा 8 मिनेट हो। त्यहीमा त 8 मिनेट होला है सर। वेट गर्नुपर्छ त्यो ठुलो आइपिएम लगाएर। कि त यसको लागि यहाँ बनाउनु पर्यो, यहाँ जोड्नको लागि बनाउनु पर्यो। त्यो बिचमा चाहिँ यसले के काम गरिरहेको हुन्छ सर? हामीले सबै चेक गरेको हुन्छ यसमा, पार्ट पुर्छ कता के खराब छ कि छैन के सबै चिज चेक त्यसपछि मात्र बल्ल योले दिन्छ। सर यो स्विचिङ गर्नको लागि यसलाई रिले छैन है? केही हुँदैन, रिले के को रिले काम केले गर्छ यहाँ फेरि? केले गर्दैन, रिले कनेक्टर मात्रै बनाइदिया हुन्छ अगाडि। यसमा यो भनेको के छ भने चाहिँ डिसी 3 पेज लाइन हो, 3 फेजबाट चल्ने, यति सोध्नु कुरै अरू केही होइन। मार चलाएर त्यहाँ छुने केही मार्दैन, हाल्ने औला सर। 300 आउँछ यसमा? 130 डिसी आउँछ। 130 डिसी त डिसी भनेको शुद्ध डिसी हो। मजाको लाग्छ। 2-3 मिनट चाहिँ स्ट्याटस बत्ती बल्नु पर्यो, यो लाइट एलइडी जल्नु पर्यो, स्ट्याटस एलइडी। सर त्यो माथि एसी आएको थियो हामीलाई याद छ तपाईँलाई एपेक्समा? खै मैले त त्यो बोर्डमा लाइन दिएर चेक गरेको छैन। बोर्डमा लाइन दिएको त हामीले, अनि तल मैले त्यही छैन, हाम्रो टोलीले दिएको छैन। त्यहाँ केही न केही प्रब्लम छ, त्यो चाहिँ नभए त के नै 35 गरेर 110 आएको के सर? केमा? त्यहीमा तल सबमा 35 यस्तोमा 35 आएर 110 पुगेको के कमसेकम। त्यस्तो भन्ने हुँदैन कि त्यो 110 त्यो भनेको त्यो हुँदैन। यो चल्ने भनेको तपाईँको 110 देखि एउटा पोइन्टमा 110 आउनु पर्यो। तपाईँको फेरि यसरी एउटा मात्र चेक गर्न मिल्दैन। एउटा चल्यो होइन? एकछिनै चलाउनु कहाँ हुआ? यो त घुमेन नि सर। के भएर घुमेन? खै त्यो हाल्दै यहाँ चेक गर्नु त प्लस माइनस उल्टो भइहाल्यो नि त। 12 भोल्टमा चेक गर्नु। यतिकै हाल्यो होला, सिधै हाल्यो, कहिले काहीँ उल्टो हुन्छ नि। प्लस माइनस कहिले काहीँ उल्टो हुन्छ कि। याद छैन हजुर? चल्यो नि है? अब चल्छ है, एकछिनै टाइम लिन्छ, टाइम लाग्छ। यो यस्तै हो, किनकि युबिडब्लु करेक्ट छैन कि। युबिडब्लु करेक्ट भएन भने यस्तो हुन्छ। उहाँले भिडियो करेक्ट भएन होइन, यो चल्छ एकछिन टाइम लाग्छ कि। यो 2-3 चोटि झर्का दिन्छ, त्यसपछि सरर चल्छ यो। अब चाहिँ अर्कोचोटि चाहिँ हुन्छ। त्यो त आफ्नो छँदैछ, त्यो आफ्नै घरको खेती त हो नि होइन, आफ्नै बारीको मुला। काटेको तपाईँले काटेको नि उस भयो, फाइदै भयो, खुसी भयो भन्नु न। आफूले गरे हामीले हेर्न पाइयो कि सबैले गरे खुसी भयो भन्नु न, होइन? बन्यो खुसी। यो बन्यो भने त अनि सक्सेसै भयो त होइन? अझ प्रेसर पनि हान्यो भने त। प्रेसर हाल्नको लागि यो बनाउनु पर्यो नि त। यो त प्रेसर त अहिले हान्दैन नि, यहाँबाट लिक हुन्छ, वासा सबै फेर्नु पर्यो। हान्छ यो स्टार्ट गर्नलाई के कान्दैछ उसले इन्जिन स्टार्ट गर्नलाई स्टार्टरले। युडब्ल्यू डाइरेक्ट जोडेर ल्याउनुमा तार के छैन, कनेक्टर छैन, बसेन। टाइम लाग्यो यसको कनेक्टर भयो भने ठिकै 5 मिनट लाग्ने यसलाई पुरै लाग्छ नि टाइम। आत्तेर त बनाउने कुरामा त आत्तेर हुँदै हुँदैन। 3 मिनट त भइसक्यो। 3 मिनट त बल्ल त्यो भयो। यता घुमाउ कि उता घुमाउ कि गर्दै फेरि त्यस्तै फेरि स्टार्ट भएपछि चाहिँ धक्रा गरेर धक गरेर नै लगा भन्दैछ कि यस्तो के सास आयो झक्क एक जग्गा नि आयो लास्टमा ल म्याच्यो दाम्नु यो खोलेर तेल धक गरेर लगा रोडी चल अब चल्छ जस्तो लाग्छ न। यस्तो झन् फेरि झन् कन्फ्युजन चल्यो सर। यसले दिन्छ न, यसले अब सबलाई दिँदैछ हेर्दैछ सबै कुरा ठिक छ कि छैन भनेर जान्दैछ। सुरु भयो सर। अनि यसले पम्पिङ चाहिँ कताबाट गर्यो? यहाँबाट काट्ने हो। अहिले त आउँदैन, यहाँ वासा छैन, सबै लिक भइरहेछ यहाँ हावासाबाट। यहाँ यसरी सामान हावा अलि बिस्तारै आएको फिल हुन्छ यहाँ सामान।
त्यो अब सबै टाइट भएपछि कम्प्रेस हुन्छ बल्ल उहाँले यो पटाइराख्नु थियो साँच्चै भयो नि हामीले यो लिकेज टाल्न सकियो भने सबै यहाँ त बनाउनै बाँकी छ नि ल बन्द गरिदियो यो लिकेज टाल्न सकियो भने तात्यो कि अब